हामीले बाहिरबाट गाली जति गरे पनि कर्मचारीलाई पनि कुनै न कुनै पार्टीको कार्यकर्ता पार्टीमा झुकाव नराखिकन बस्न साह्रै गाह्रो, जाहिर खान पनि गाह्रै छ। हिजो अस्ति मात्रै खुल्ला देखिएको कुलमान घिसिङको काण्ड हेरौँ। अहिले आएर फेरि काठमाडौँ महानगरकै कुरा आयो। काठमाडौँ महानगर पनि सरोज गुरागाई प्रमुख प्रशासकीय अधिकृत, उनलाई आज ढोका फुटालेर भित्र छिराइयो। उनलाई 3.5 महिना अगाडि उनले काठमाडौँ टावरको नक्सा 12 तला हुनुपर्ने 18 तला पास गर्यो, अनियमित गरेको भनेर उनलाई निकालिएको थियो, काममा आउन रोक लगाइएको थियो। मेयर बालेन शाहले उनलाई आज प्रहरी पनि खटाएका थिए प्रहरी, तर पनि उपमेयर सुनेत्र डङ्गोल र अन्य कर्मचारी र अन्य वडा अध्यक्षहरूले उनलाई जबरजस्ती भित्र छिराएर कामकाज सुरु गराइएका छन्। ल कति खुल्ला यसरी झगडा परिरहेको छ। एउटा काठमाडौँ जस्तो ठाउँमा भनेपछि गाउँमा दूरदराजमा कस्तो होला यसरी हामीले बुझौँ। यो नेपालमा चाहिँ यो कहिले सुध्रिने हो के हुने हो त्यो अर्कै कुरा छ। तर आज यो हेर्दाखेरि निकै रोमाञ्चक, जुन बालेन शाहकै अफिसमा सिसा फोडेर बालेन शाहकै ठाउँमा काठमाडौँ महानगरमा यस्तो भयो भने काठमाडौँ जस्तो ठाउँमा अन्य ठाउँमा कस्तो होला।